रहिएला नरहिएला बाँचिएला नबाँचिएला म बाँचुला नबाँचुला यो व्यवस्था परिवर्तन होस् भनेर म हरिद्वार गङ्गामा गएर स्नान गरेर गङ्गाको कसम खाएर आएको। यो व्यवस्था परिवर्तन नगरिकन किन म गङ्गामा गएको भन्दाखेरि महाभारत खण्डे उत्तर देशे नेपाल उत्तर नेपाल देशे भन्छ नि, उत्तराखण्डे हिमालय पर्वतबाट जहाँ हाम्रा यहाँ हिमालय पर्वतमा शिवजी बस्नुभएको थियो, पार्वती बस्नुभएको थियो, भगवानहरूको बास थियो, ऋषिमुनिको बास थियो। त्यही ऋषिमुनिको बास भएको ठाउँबाट त्यो पानी बगेर जान्छ र त्यो ठाउँमा भएर गङ्गा बन्छ। त्यो ठाउँमा गएर त्यही गङ्गामा गएर म गङ्गाको कसम खाएर आएको। त्यसको लागि म भारत गएर अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ। अब धेरै भयो भनेर म गङ्गा मातासँग हरिद्वारमा गएर शक्ति माग्न गएको थिएँ। म खास गरी त्यसको लागि आएको। होइन, विशुद्ध धार्मिक हो। धार्मिक सँगसँगै अरू साधारण हुने त भइहाल्यो, तर विशुद्ध धार्मिक हो। तपाईले कुरा चपाएर गर्दै हुनुहुन्छ। नेपालमा आन्दोलनको घोषणा गरेर एकाएक छिमेकी देश भारत जानुभएका यहाँको भ्रमण धार्मिक मात्रै थियो भनेर कसरी बताउनु? होइन, तपाईँले के भन्नुहोस् भने म दिल्ली गएको बेलामा आरजू देउबा पनि दिल्लीमै हुनुहुन्थ्यो। हजुर, परराष्ट्र मन्त्री, अहिलेको सरकारको परराष्ट्र मन्त्री। उहाँले आएर नेपालमा त के भन्नुभयो तपाईँहरूलाई थाहा छँदैछ। मैले पनि उही सुनेको होइन। म त त्यसरी त्यो हिसाब किताबले गएको मान्छे पनि होइन। त्यहाँका सरकारी मान्छेसँग मेरो के भन्छ सम्बन्ध त्यस्तो छैन पनि। तर सम्बन्ध नभए पनि वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यको लागि र राष्ट्र संस्था स्थापनाका लागि चाहिँ अब यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने हिसाब किताबमा चाहिँ नेसनल इन्टरनेसनल लागेको स्थिति मैले बुझेको छु। किनभनेदेखि यो गणतन्त्रको फलको कारणले, जस्तो तपाईँले के बुझ्नुहोस् भने संसारको सबैभन्दा शक्तिशाली देश भोलि भारत बन्ने स्थितिमा छिमेकीमा बम फ्याक्ट्री राखेर नि ऊ कसरी शक्तिशाली बन्छ? त्यो कुरा एउटा कुरा हो। र छिमेकीले छिमेकीलाई जहिले पनि सम्झाउनुपर्छ, बुझाउनुपर्छ। कुरा बुझ्नुभयो कि? त्यसले गर्दाखेरि मैले बुझेको चाहिँ कुरा के हो भन्दाखेरि अब हामी व्यवस्था परिवर्तनमा जानुपर्छ। व्यवस्था परिवर्तनै हो, गणतन्त्र फ्याँक्नुपर्छ भन्ने कुरा हो। तपाईँ आम मान्छेले के भनिरहेका छन् भने 15 गते आन्दोलनको घोषणा गरेको दुर्गा प्रसाद भारतमा शक्ति आर्जनका निमित्त गएको हो भनेर कल्पना गरिरहेका छन्। मान्छेहरूले सोचिरहेको त्यो कुरा गलत थियो। त्यसो भए